Tringos Cosmo Tamudia Nomalia Somalia. आज त्रिविशिकाको प्रवचन तेस्रो दिन रहेको छ अनि सम्पूर्ण बौद्ध मार्गीहरूलाई मेरो तर्फबाट हार्दिक न्यानो अभिवादन नमस्कार। आज त्रिविशिकाको तेस्रो दिनमा म विस्तार गर्न गइरहेको छु। विस्तारमा आजको दिनलाई यो त्रिविशिकाको प्रवचनलाई अघि सार्न चाहन्छु। आजको दिनमा चाहिँ अस्तिको कुनै बाँकी भएको कुराहरू म बताउन चाहन्छु। अस्ति यो विज्ञानवाद चाहिँ उत्पन्न हुनुको मुख्य कारणहरू 4 प्रकारको कारणहरू थियो। त्यसको विषयमा मैले बताएर त्यसको विषयमा मैले अनि 4 प्रकारको कुराहरू बताए थिए। अनि यसमा चाहिँ पहिलो चाहिँ मन चाहिँ एक सबै धर्महरू मनको भित्र समावेश गरिन्छ भने थियो। त्यस्तै गरी अनि यो मन बाहेक अर्को केही पनि छैन, सबै देखिने मनको आवाज नै हो भनेको थियो। र दोस्रो चाहिँ अनि संसारको नामकरण आत्मा स्वीकार नगर्दा पनि संसार कसरी राखिन्छ भन्ने त्यस्तो विषयमा। र जुन यो तार्किक हिन्दू सम्प्रदायमा आत्मालाई स्वीकार गरिने समर्थन गरिने त्यस्तो आत्मा चाहिँ यहाँ बौद्ध समग्रमा स्वीकार गरिँदैन। र आत्मा नभए तापनि अनि संसार चाहिँ उत्पन्न भइरहेको हुन्छ। यो कसरी भयो त भन्दाखेरि यसको विषयमा मैले अस्ति बताएको थियो भने अनि पछि गएर अनि आत्मा नभए पनि संसार कसरी चल्छ त, त्यसको श्रृङ्खला कसरी चल्छ त भन्दाखेरि एउटा आलयबाट चल्छ भन्ने यसरी बताएको थिएँ। त्यस्तै गरी अनि यो तेस्रो अङ्कमा चाहिँ अनि शून्यताको दृष्टिबाट नै यो अनि विज्ञानवादको अनि यो चित्त मात्रै हुन्छ भने एउटा शून्यताको दर्शनबाट अनि मन बाहेक अरू कुनै पनि हुँदैन भन्ने यसरी बताएको थियो। र यो 4 अङ्कको कारण चाहिँ अनि कारण चाहिँ के थियो त भन्दाखेरि समाधिमा ध्यानमा चासो राख्नु, अत्यन्तै त्यसलाई ध्यान दिनु भन्ने यसरी कारण थियो। र त्यहाँदेखि नै अनि ध्यानमा चाहिँ अनि योगचारा भन्ने यसरी योगचाराको विभिन्न पाठहरू विभिन्न यसरी अभ्यासहरू गरेर नै अनि सबै मनको विषयमा यसरी मन बाहेक अरू केही नै हुँदैन भन्ने यसरी 4 प्रकारको कारणबाट नै विज्ञानवादको मुख्य अनि स्रोतहरू मैले खुलासा गरेको थिएँ। अनि यो विज्ञानवादको दर्शनलाई फैलाउनेलाई चाहिँ योगचारा भनेको थियो। यो योगचाराहरू कसरी उत्पन्न भएको थियो त भन्दाखेरि
뭐야? 니나. 요가 자람 내주 잡아 남기 중국 가래를 슬라베미나. यो योग आचारको मुख्य स्रोत चाहिँ कसरी उत्पन्न भएको थियो त भन्दाखेरि अनि यो योग आचारको मुख्य मूल स्रोत उत्पन्न हुने मूल स्रोत चाहिँ हामीलाई थाहा हुनुपर्दछ र योग आचार भनेको के हो त भन्दाखेरि विभिन्न यो अनि मनलाई दत्त चित्त राख्ने एक चित्त राख्ने एकाग्रलाई बुझिन्छ भने विभिन्न देवहरूको भावना गर्नलाई बुझिन्छ अनि समग्रमा बौद्ध धर्म अवलम्बीहरू अथवा बौद्ध ध्यानीहरूलाई चाहिँ हामीले बौद्ध अथवा योगी बौद्ध योगी पनि भन्दछौँ त्यही कारणले अनि त्यस्तै गरी हामीले बटरक अनि बटरक जेजु मिलारेपालाई पनि हामीले योगी बटरक मिलारेपा भन्दछौँ त्यसै कारणले कुनै कुनै बेलामा योगी भन्नाले एउटा गृहस्थीले पनि बुझ्ने गर्दछ त्यही कारणले गर्दाखेरि यो योगोचार भन्ने बित्तिकै योगी भन्ने बित्तिकै एउटा गृहस्थीलाई बुझ्नु मैले यसरी सम्झिनु हुँदैन योगी भने चाहिँ एउटा समाधिलाई हामीले अभ्यास गर्ने र ध्यान गर्ने आफ्नो चित्तलाई एकाग्र गर्नेलाई बुझ्नु पर्दछ यो बुद्धिस्ट मात्र नभएर यो हिन्दू सम्प्रदायमा पनि यो योगचारको कुराहरू अत्यन्त धेरै नै आउँछ र बौद्ध धर्ममा पनि यो अनि बौद्ध धर्ममा पनि देव र समाधिलाई युगनद्ध गरेर भावना गर्ने धेरै परिचलन पनि रहेको छ अर्थात् यसलाई के बुझिन्छ भन्दाखेरि एउटा देव भगवानसँग एकदम त नजिकमा पुग्नुलाई पनि बुझिन्छ यो हिन्दू सम्प्रदायमा पनि यो समाधि गर्ने अथवा ध्यानी गुरुहरू तपो गुरुहरू धेरै भएको हुँदाखेरि उहाँहरूलाई पनि अनि योगचार अथवा योगी भनौँ मिल्छ अनि समग्रमा ध्यानी पुरुषहरूलाई हामीले योगी र अनि योगचार भन्ने मिल्छ प्राचीन कालमा यो भारत वंशमा यसरी योगचार गुरुहरूको उत्पन्न हुनुभएको थियो भने हाल भोट नेपाल जस्तै गरी विभिन्न अहिले भारतमा यो योगचार गुरुहरू धेरै हुनुहुन्छ यो विज्ञानवादको यो उत्पन्न हुने क्रम र यो मन मात्रै भन्ने क्रम र यो विज्ञानवादको सिद्धान्त कसरी उत्पन्न भयो भने कसरी उत्पन्न भयो त भन्ने विषय बताउनु पर्दाखेरि यो विज्ञानवाद चाहिँ अरू सिद्धान्त भन्दा छुट्टै हिसाबको तल थेरवाददेखि मायानासम्म सम्बन्ध भएको एउटा छुट्टै सिद्धान्त पहिचान बेग्लै भएको हुनुको मुख्य कारण किन बेग्लै भयो त यो यसको महत्त्व के थियो त भन्दाखेरि अनि त्यो बताउनुको लागि नै हामीले योगचार भूमिको कारण चाहिँ हामीले योगचार भूमि चाहिँ हामीले अत्यन्त जानु जरुरी छ योगचार भूमि भनेको चाहिँ अब योगीहरूको मुख्य एउटा ठाउँ एउटा भूमि भनौँ न जाने त्यो थाहा भयो भने मात्रै अनि यसरी हामीलाई थाहा हुनुपर्छ त्यस्तै गरी यो योगचारी 5 भूमि वर्गहरू रहेको छ योगचार भूमि त्यस्तै गरी अब वस्तु संग्रह पर्याय संग्रह निर्णय संग्रह त्यस्तै गरी विवरण संग्रह भन्ने 5 प्रकार यसमा चाहिँ 5 प्रकारको भूमि वर्गहरू रहेको छ यो चाहिँ
अनि यो चीन भाषामा चाहिँ अनि समग्रमा एउटै नाम दिएको चीन भाषामा चाहिँ अनि यो भोट लिपि अथवा भोट भाषामा चाहिँ यसलाई 5 प्रकारको भूमि वर्ग भनी विवेकले गरी छुट्याएको छ अनि 5 प्रकारको भूमि भन्नु र अनि योगचार भन्नु एउटै नै हो विज्ञानवादले मौलिक स्रोत अथवा कुनै यो विज्ञानवादको दर्शनको मुख्य स्रोत चाहिँ के हो त भन्दाखेरि यो योगचारा भूमिलाई अत्यन्तै शिरमा राखिएको छ उत्पन्न हुने स्रोत आज म यो योगचारा कसरी हुनु पुग्यो भन्ने यसको विषयमा म चर्चा गर्न जाँदैछु यो संस्कृत भाषामा चाहिँ यो नलजरचोबेसा भन्ने भोट भाषामा भयो यसलाई चाहिँ संस्कृत भाषामा चाहिँ अनि योगचारा भूमि भनिन्छ यो दुई किसिमको कुरा बुझ्नु पर्दछ एउटा योगचारा भूमि अर्को चाहिँ योगीहरूको अभ्यास भन्ने बुझ्नु पर्दछ हामीले दुई प्रकारको अर्थ लाग्छ यसमा यो भारत र यो भोटमा दुई प्रकारको यो अनि यो विभिन्न आफ्नो अर्थ जनाउने आफ्नो मत अनुसार लेखिएकोमा चाहिँ यो योगचारा भूमि भन्नु र योगचारा अभ्यास भन्नुमा योगचारा अभ्यास भन्नु अत्यन्तै यो सरलतालाई बुझ्नुमा अत्यन्तै सजिलो पर्ने हुँदछ यही कारणले यसलाई यो योगचारहरूको चाहिँ योगीहरूको चाहिँ एउटा अभ्यास गर्ने मार्ग हो भन्ने यसरी बुझ्नु आफूलाई मनमा लिनु त्यसलाई बुझ्नको लागि सजिलो भएकोले योगचारा भूमि भन्नुभन्दा योगचारा अभ्यास भन्ने अत्यन्त सरलता रहेको छ बुझ्नुमा योगचार भूमिमा चाहिँ 17 प्रकारको ध्यानको विषयमा योगको विषयमा सुनिएको बताउनु भएको छ विभिन्न यो विज्ञानको विषयमा चित्तको विषयमा अनि यो पहिलो भूमि दोस्रो भूमि गरी 17 भूमिसम्म विभिन्न विज्ञानको विषयमा बताउनु भएको छ यो 17वटा भूमि मध्येमा अनि यो 7 प्रकारको भूमिमा चाहिँ 17 मध्येमा 10 यो 17 प्रकारको भूमि मध्येमा 7 प्रकारको भूमिमा चाहिँ अनि यो तर्क र विभिन्न परीक्षणको समाधिहरू विशेषता बताउनु भएको छ अड्क्यो हेलो त्यस्तै गरी यो विभिन्न आफ्नो इच्छाहरू र यो समाधि आफूले लिँदाखेरि समाधिमा आफू पुग्दाखेरि त्यसमा जुन व्यक्तिमा उत्पन्न हुने विभिन्न यो इच्छाहरू चाहनाहरू यसरी विभिन्न 3 प्रकारको कुराहरू बताएको छ एउटा इच्छा एउटा तर्क अर्को चाहिँ जाँच अर्थात् परीक्षण विषयमा समाधिको बारेमा बताएको छ अनि यसको फल चाहिँ 2 प्रकारको फल समाधि आफूले समाधिको विषयमा हामीले फल के प्राप्त हुन्छ भन्दाखेरि एउटा रूप भएको एउटा समाधि एउटा
रूप मुक्त अनि समाधिको चरणहरू दुई प्रकारको बताएको छ। त्यस्तै गरी यो 8 प्रकारको यो भूमिमा चाहिँ यो ज्ञानको विषयमा त्यस्तै गरी आफ्नो मनलाई कसरी सरलता पार्ने भन्ने विषयमा बताएको छ। यो योगचारभित्र चाहिँ यो थेरावादको तहदेखि नै बुद्धको ज्ञान अनि आफूले पारङ्गत गर्ने अनि समाधिको विशेषता अनि शिखरहरू आफूलाई शीघ्रभन्दा शीघ्र ज्ञान प्राप्त हुने त्यस्तो ध्यानको स्रोतहरू बताउनु भएको छ यो भित्र। त्यस्तै गरी यो योगचार भूमिभित्र बताएको योगचारमा चाहिँ के कसरी बुझ्नुपर्छ, अनि यो योगचार भूमिभित्र बताएको योगचार चाहिँ अनि यो विज्ञानवादभित्र बताएको अनि कुनै आंशिक योगीले बुझिँदैन। समग्र बौद्ध धर्मलाई अनुष्ठान गर्ने थेरावाददेखि लिएर महायानी वज्रयानीको सबै अनि बुझ्ने विशेषता सबैको अनि योगचारलाई बुझ्नु पर्दछ। त्यसै कारणले अब यो फेरि यसमा प्रश्न उठ्न सक्छ, यो विज्ञानवादको मुख्य अब मूल स्रोत नै यो नलजोर चोपा अर्थात् योगचार भूमि हो भने अनि यो फेरि यो भित्र त फेरि थेरावाददेखि मायान वज्रयान सबैको स्रोत रहेछ, ध्यानको सबैको रहेको छ। यो विशेषता फेरि यो विज्ञानवादकै ध्यानको विषयमा बताउने मुख्य स्रोतको योगचार कसरी हुनु पुग्यो त भन्ने प्रश्न आयो भने यसमा चाहिँ आफ्नै सोच आफ्नै मत अनुसार आफ्नै क्रमबद्ध मिलाएर यसरी राखेको हुँदाखेरि समग्रमा यसलाई शिरको रूपमा र स्रोतको रूपमा हामीले सामान्यमा बुझ्नु पर्दछ। त्यही कारणले आफ्नो मनलाई एकाग्र राख्नु र आफ्नो मनलाई एकाग्र राखी दत्तचित्त हुनु नै योगचार योगीको मुख्य अभ्यास भएकोले यो भित्र रहेकोले यो समग्र बौद्ध धर्मको योग हो भने बुझ्नु पर्दछ हामीले। र यो हामीले कन्ग्यु तेङ्ग्युर अथवा बुद्ध वचन र बौद्ध शास्त्र भन्ने चाहिँ यो चीन भाषामा चाहिँ यसरी चीनको ग्रन्थमा चाहिँ यसरी कन्ग्युर तेङ्ग्युर अर्थात् बुद्ध वचन बौद्ध शास्त्र छुट्याएको छैन, त्यसमा चाहिँ त्रिपिटक भन्ने छुट्याएको छ। त्यही कारणले यो चीनमा पनि योगचार भूमि भनेको यसरी चीनमा चाहिँ दुई प्रकारको यो योगचारहरूको भूमिहरू यसरी बताउनु भएको छ यहाँ। यो र यो चीनको एउटा महान गुरुले चाहिँ अनि योगचार भूमि भने अर्थात् यसरी लेखिएको छ भने अर्को चाहिँ चीनको योगीहरूले अनुष्ठान अभ्यास गर्ने मार्ग भने दुई प्रकारको यसरी योगचारको भूमिमा दुई प्रकारको भूमिहरू बताउनु भएको छ। अनि एउटा बौद्ध भिक्षु विद्वानले चीनमा यसरी यो योगचार भूमि भन्ने एउटा
योगचार भूमिमा चाहिँ भने एउटा बौद्ध शास्त्रमा चाहिँ यसरी अनि अनि मनको विषयमा अथवा हामीले ध्यान गर्दाखेरि बेरोचनाको 7 प्रकार ध्यानको विषयमा जुन शरीरलाई एकीकरण गर्ने अथवा शरीरलाई लचकतामा राख्ने 7 अनि यो 7 प्रकारको विषयमा बताएको छ भने त्यस्तै गरी अनि बुद्ध भद्र र यो आचार्य धर्मरक्षिताद्वारा यो विभिन्न यो अनि योगचारको सूत्रहरू उहाँले विभिन्न रचना गर्नुभयो र यो योगचार भूमि एउटै भए तापनि यसको नाम अनि नाम 2 प्रकारको उहाँले राख्नु भएको थियो दुईटा गुरुहरूले हैन त्यही कारणले एउटा योगचार भूमि भनेको सूत्रको नामलाई चाहिँ अनि यसको अनि नाम अलिकति भिन्नता भएको योगचार योगचार अभ्यासको मार्ग भने यसरी अनि योगचार भने यसरी नाम विभिन्न रहेको थियो त्यही कारणले यो वैवस्विकको आचार्य धर्मरक्षिताले यो लेख्नु भएको हो भन्ने कुरा पनि छ यो योगचार भूमि भने जस्तै जस्तै नाम भएको अनि यो रचना गर्ने अर्को गुरु पनि छ त्यो चाहिँ को हो त भन्दाखेरि अनि संघ रक्षिता भन्ने उहाँले अनि यसको नाम आएको छ यो योगचार भूमि भनेको चाहिँ के बुझ्नु पर्दछ त भन्दाखेरि योगीहरूले अनुष्ठान गर्ने अभ्यास गर्ने विभिन्न समाधिको विषयमा अनि विभिन्न यो अभ्यासको विषयमा र विभिन्न यो योगीहरूको समाधिको क्रमहरू समाधिको विषयहरू अनि मा लाग्ने हुँदाखेरि अनि यसलाई नै समग्रमा योगचार भूमि भने यसरी मानिहरू लाग्छ मलाई जस्तो लाग्छ यो योगचार भूमि भनेर यसरी नाम छुट्नुको कारण चाहिँ अनि किन त भन्दाखेरि हामीले ध्यान गर्दाखेरि यो समाधिमा हामी गण्डगोल नहुनको लागि र यो त्यस्तै गरी यो आचार्य धर्मरक्षिताको योगचार भूमि भने यसरी विभिन्न आफ्नो नाम अनुसारको यो नामहरू दिएको छ शास्त्र यो सूत्रको नामहरू यो चाहिँ किन अनि यो एउटा लेखकको विषयदेखि लेखकको नाम राखेर विभिन्न नामहरू पनि देखिएको छ किन त भन्दाखेरि जे भए तापनि ध्यान गर्दाखेरि ध्यानको मार्गहरू भङ्ग नहुनको लागि यसरी एक किसिमको सही हिसाबले समाधिहरू ध्यान गरेको जस्तै पुरा हुनको लागि यसरी विभिन्न यो नामहरू राखिएको हो जे भए तापनि यो संघ रक्षित र धर्म रक्षितद्वारा यो नाम यो योगचार भूमिमा यसरी विभिन्न 2 प्रकारको नामहरू राखिएको छ उहाँले
centumbu yebegi shungnibode tamche yene chos tobegi ane samden gomdang gi यो चीनमा दुई प्रकारको यो बुद्ध बौद्ध सूत्र रहेको छ योगा चरा भूमिमा दुई प्रकारको नाम त्यस्तो त्यस्तै भएको यो रहेको हुँदाखेरि यो चाहिँ सर्वस्ती स्कुल सर्वस्ती विद्यालयको मुख्य यो योगा चरा भूमिको स्रोत हो भन्ने पनि यसरी बुझ्नु पर्दछ यो यो योग चरा भूमिमा रहेको विशेष गरी यो योग योगी कस्तोले बुझिन्छ त भन्दाखेरि हैन यो चाहिँ कस्तोले बुझिन्छ त भन्दाखेरि विशेष गरी यो हामीले सबै धर्महरू अनि दुःखमय नै हो चार आर्य सत्यले भरिपूर्ण छ त्यसैगरी चार श्रमण धर्महरूको विषयमा बताएको हो भने बुझ्नु पर्दछ 제라도 시에바 첨부디 야게 나로랴 탕选상기 차창어지 아주 되게 날 여만해 यो जेडाक्सिदो सिमो भन्ने एउटा बौद्ध शास्त्र छ त्यस्तो नाम चाहिँ अब एक किसिमको संस्कृतमा यसलाई राखिएको छैन त्यही पनि यो चीन भाषामा भएको हुँदाखेरि अनि यो चाहिँ भोट लिपिमा विशेष गरी हो नि लेखिएको हुँदाखेरि यसमा चाहिँ कुनै कुनै यो भित्रको पाठहरू अलिकता पुगेको छैन अनि यो पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ यो समाधिको स्रोतको लागि समाधिको विषयमा हामीहरू राम्रोसँग जान्नको लागि जेडाक्सिदो छिमो भनेको एउटा भनौँ न अब विशेषता ज्ञेय ज्ञान भने यसरी हामीले यसलाई अध्ययन गऱ्यो भने समाधिमा हामी छिर्नको लागि अत्यन्तै हामीलाई सजिलो हुन्छ त्यही कारणले यसको चीन भाषामा उल्था गर्ने चाहिँ यो थाङ स्योन्साङ भने गुरुले चाहिँ चीन भाषामा नै यसरी उहाँले उल्था गर्नुभएको छ यो जस्तै गरी अहिले यो समाधिको विषयमा बताउनु पर्दाखेरि विभिन्न यो थाइल्यान्ड जापान विभिन्न यो बाहिरी देशतिर चाहिँ यो योगचारा भनेको नाम अलिकता नाम त्यति मिल्दैन तर यो शब्दमा यो शब्द सबैमा एउटै नहुने भएकोले यो चाहिँ एक किसिमको एउटा आफ्नो योगा गुरुहरूको योगी गुरुहरूको आफ्नै अनुभवको आफ्नै ध्यान स्तरको विभिन्न यो क्रम हुने हुँदाखेरि अनि आफ्नो मत यसमा रहेको छ अनि यो त्यस्तै गरी सर्वस्ती विद्यालय रह्यो त्यस्तै गरी अनि सङ्घीवादको विद्यालयकोमा यो नाम पनि अलिकता मिल्दैन महासङ्घी र यो समाधिको विषयमा पनि
योगचारा गुरुहरू र त्यस्तै गरी nenjoba dizu khara labares labina miso wangshi ngabo digi miso wangshi ngabo di yishi ngame gyula dene kyawa ma tabe wangshi sosu gi gyu ngama यो dene kyawa योगचारा गुरुहरू चाहिँ के भन्छ भन्दाखेरि 5 प्रकारको इन्द्रियहरू चाहिँ अनि भित्री चित्तबाट उत्पन्न हुन्छ अनि यसरी बताउनुहुन्छ तर यसमा चाहिँ फेरि अनि अलिकति भिन्नता चाहिँ अभिधर्मबाट चाहिँ के बताउँछ भन्दाखेरि चाहिँ त्यो चाहिँ होइन एक किसिमको यो 5 इन्द्रिय भित्रमा पनि अनि यो आँखाको इन्द्रिय चाहिँ एक किसिमको त्यो भन्दा अगाडिको विज्ञानदेखि उत्पन्न हुन्छ भने यसरी आफ्नै मत आफ्नै भेदहरू यसरी भिन्नता बताउनु भएको छ त्यही कारणले यसमा उहाँहरूको अलिकता बीचमा यसरी आफ्नै मतहरू रहेको थियो नमिल्ने कुराहरू र यो विज्ञानको विषयमा सिक्ने एउटै निकाय भए तापनि त्यो निकायभित्र आफ्नै उपध्यायहरू आफ्नै एउटा मार्गदर्शकहरू भएकोले आफ्नै मत भएकोले त्यसमा पनि अलिकति भिन्नता र फरक रहेको छ अनि विशेष गरी यो उत्तर दिशा र यो दक्षिण दिशाको योगीहरूको अनि ध्यानको विषयमा अनि अलिकता आफ्नै मत चाहिँ मिल्दैन र यो योगी गुरुहरू चाहिँ आफ्नो अनुभव आफ्नै ध्यानको स्थलले आफ्नै अब यो एकाग्र चित्तहरूलाई यसरी आफ्नै ठाउँमा ध्यान गरेर भावना गरेर अघि जाने भन्दाखेरि त्यसमा पनि योगीहरूको ध्यानको मत पनि त्यति मिल्दैन त्यसै कारणले यो प्राचीन कालमा चाहिँ अनि यो योग गर्नेहरूलाई चाहिँ योगचारा भन्ने यसरी समग्रमा अनि सबैले उपयोग गर्ने अर्थात् त्यसलाई सदुपयोग गर्ने नाम चाहिँ योगचारा भनिन्छ अब जस्तोसुकै योगी भए तापनि ठाउँ देश परिस्थिति अनुसार जस्तो ठाउँमा योगीहरू योगा गर्ने भए तापनि यसले के बुझाउन जान्छ त भन्दाखेरि अनि ध्यान साधनामा पुग्नुको लागि बाटो चाहिँ एकाग्र हो भन्ने बुझ्नु जान्छ यो विज्ञानवादको मुख्य यो विज्ञानको विषयमा उत्पन्न हुने चाहिँ यो सर्वस्तिवादबाट नि उत्पन्न भएको हो र यो चाहिँ भारतीय यो उत्तर दिशाबाट उत्पन्न भएको हो बुद्ध परिनिर्वाण भएपछि 100 वर्षपछि यो 17वटा विभिन्न 18वटा निकायहरू यो फुट्यो आफ्नो भयो त्यो भित्र एकदम जरा जस्तो एकदम बलियो शिखरमा धेरै प्रख्यातमा चाहिँ यो सर्वस्तिवाद आएको थियो त्यही कारणले यो सर्वस्तिवाद भित्र भएको यो विज्ञानको कुराहरू चाहिँ यो विज्ञानवादले यसरी उहाँहरूले अनुसन्धान यसरी लिनुभएको थियो
반부 이게 예버디. 안에 त्यो विशेष त गे अज्ञान भनेको चाहिँ यसको भोल्युम चाहिँ 200 भोल्युम रहेको छ यसको 근데 인도산에다 탐지 유엔에기 코랑 가지고 대바티기 왕도 제비 있나? 추영원바와도 탐지 유엔에기 자외 민원도디 미개시슈도디 추영원바와도 잘. 그래서나 탐지 유엔에 개주 유엔하면 यो सर्वस्तिवादको मुख्य यो समाधिको विषयमा बताउने चाहिँ मुख्य चाहिँ के थियो त भन्दाखेरि अभिधर्म थियो। किन त भन्दाखेरि अभिधर्ममा चाहिँ एकदम धेरै नै ध्यानको विषयमा विशेष त त्यहाँ लेखिएको हुँदाखेरि त्यसलाई अत्यन्तै उहाँहरूले चासो गर्नुहुन्थ्यो र त्यसको त्यो भित्र चाहिँ अत्यन्तै यो विज्ञानको विषयमा बताएको छ त्यो भित्र। र यो सर्वस्तिवादमा चाहिँ विशेष गरी यो समाधि स्वीकार गर्ने समाधिलाई अभ्यास गर्ने अत्यन्तै प्रख्यात रहेको थियो यो सर्वस्तिवादमा चाहिँ। यो विभिन्न आफ्नो अनुभव अनुसार हैन, किन त भन्दाखेरि यो ध्यान साधना गर्दाखेरि आफ्नै अनुभूति बेग्ला बेग्लै किसिमका आउने हुँदाखेरि त्यो कारणले गर्दाखेरि आफूमा हुने दर्शन पनि फरक हुन जान्छ। यो आउनु स्वाभाविक हो। त्यो समाधिमा लीन हुने बेलामा आफूमा अनुभूति हुने त्यो भित्र हुने एउटा उत्पन्न हुने ज्ञानलाई चाहिँ के भनिन्छ त भन्दाखेरि यसलाई हामीले विपश्यना हैन विपश्यना भन्दछ। यसलाई चाहिँ अब के भन्छ भन्दाखेरि योगीको विपश्यना अथवा योग विपश्यना भनेर भन्नुपर्छ जस्तो मलाई लाग्छ। पछि गएर यो समाधिको विषयमा विभिन्न विस्तारमा फैल्यो। त्यो चाहिँ विज्ञानवादमा गएर यसलाई अनि विभिन्न यो विज्ञानवादका गुरुहरूले यसलाई अनि विभिन्न नामकरण विभिन्न नाम राखेर यसरी सरलता बुझ्नको लागि फैलाउनु भयो र यस्तो विभिन्न यो योगाचारभित्र बताएको समाधि दत्तचित्तको विषयमा हामीले बुझ्नु अत्यन्तै जरुरी छ। जे भए तापनि यो बुद्ध परिनिर्वाण भएर 100 वर्षपछि जुन यो 18वटा विभिन्न निकायहरू छुट्यो, आफ्नो अलग अलग भयो। त्यो जे भए तापनि यो त्यो भित्र विशेषता यो महासङ्घी निकाय र त्यस्तै गरी यो सर्वस्तिवादमा जे भए तापनि त्यो भित्र चाहिँ एकदम के थियो त भन्दाखेरि समाधिलाई चाहिँ एकदम आफूले चासो गर्ने, समाधिले आफूले दिन प्रतिदिन त्यसलाई अभ्यास गर्ने त्यस्तो थियो। यो 4 प्रकारको निकाय भए तापनि अर्थात् 18 प्रकारको यो निकाय भए तापनि अनि जे भए तापनि अब सर्वस्तिवाद भए तापनि जे भए तापनि के हो त भन्दाखेरि पछि आएर हैन विभिन्न यो आर्य अष्टाङ्ग गुरुहरू वसुबन्ध गुरुहरू सबै कहाँदेखि यो समाधिको दर्शन दृष्टि अर्थात् यो सिद्धान्तहरू सबै कहाँदेखि उत्पन्न भयो त भन्दाखेरि यस्तो हेर्दाखेरि यो चाहिँ सर्वस्तिवादबाट नै उत्पन्न भएको हो भन्ने हामीले यसलाई बुझ्न सकिन्छ।
त्यही कारणले गर्दाखेरि यो विभिन्न विज्ञानवादको गुरुहरू विज्ञानको विषयमा बताउने गुरुहरू चाहिँ मुख्य स्रोत चाहिँ यो सर्वस्तिवाददेखि उत्पन्न भएको हो भनी यसमा तय गर्नु मिल्छ जस्तो मलाई लाग्छ। र यो विज्ञानवाद गुरु त्यस्तै गरी यो वसुबन्धु लगायतका आर्य आसङ्ग लगायत गुरुहरूले फेरि यो सर्वस्तिवादमा भएकै यो सिद्धान्त दर्श त्यही नै स्वीकार गर्नुपर्छ त भन्दाखेरि त्यो चाहिँ केही निश्चित छैन। यो विज्ञानवादको मुख्य गुरुहरू चाहिँ कसको पछि लाग्दछ त भन्दाखेरि यो बौद्ध शास्त्रको पछि नदौडिकन योगचारा योगको पछि जाने भएकोले अनि त्यही कारणले गर्दाखेरि अनि यो योगको विषयमा गएको हुँदाखेरि योगको विषयमा अनि विभिन्न विज्ञानहरू उहाँले खोज तलास गर्नुभयो। त्यही कारणले यो विज्ञानको कुराहरू उहाँले विशेषता गरी उहाँले बताउनु भएको छ। त्यही कारणले अथवा योगीहरूले अनुभव गर्दाखेरि यो अनुभव चाहिँ कहाँबाट आउँछ त, यो अनुभव कस्तोलाई हो बुझ्नुपर्छ त भन्दाखेरि यो अनुभव चाहिँ के अब अनुभव के हो त भन्दाखेरि प्राचीन बुद्धकालीन अथवा बुद्धको परिनिर्वाणपछि यो महायानी समाधि र थेरवाद समाधि दुई प्रकारको रहेको हुँदाखेरि यसरी त्यो दुई सम्प्रदायको एउटा महायानी एउटा थेरवादको समाधि ध्यान दुवैलाई आफूले तालमेल मिलाएर दुवैलाई यसरी आफूले लिएर जुन कुनले आफूलाई समाधितिर धेरै चाँडो पुर्याउँछ त्यसरी जुन त्यो भावना गर्ने क्रममा नै जुन आफूमा भएको उत्पन्न जुन एकाग्रलाई बुझाउँदछ जुन विपसनालाई बुझाउँदछ त्यही नै एउटा अनुभव रहेको छ। र जे भए तापनि यो ध्यानको विषयमा बताउनु पर्दाखेरि सबै मनबाट नै उत्पन्न भएको हो भन्ने बुझाउँदछ। त्यही कारणले विज्ञानवादमा बताएको भए पनि सर्वस्तिमा बताउनु भएको भए पनि हामीले ध्यान गर्दाखेरि आफ्नो मनलाई चिन्ने हो, त्यही नै हो, मनलाई चिन्नु नै एक किसिमको एकाग्र हो। अब गएको दिनमा मैले यो विज्ञानवाद अथवा मन मात्रै कसरी उत्पन्न हुन्छन् विभिन्न मैले अब कारणहरू बताएको थियो। अब यसलाई संक्षेपमा अब बताउनु पर्दाखेरि छोटकरीमा एकीकरण गर्नु पर्दाखेरि 이마랑 세마래 이마랑 툭 맞음 네 근데 툭 맞음 게 यो विज्ञानको विषयमा यो दर्शन र सिद्धान्त मात्रै यो बताएको कारणले गर्दाखेरि त्यसमा आफू मन चित्त नबुझेर पछि अनि यो विज्ञान भने कस्तो रहेछ त भन्दाखेरि होइन त्यसमा अब एक किसिमको परीक्षण गरेर जाँच गरेर त्यसको पछि मात्रै लाग्यो भने आफ्नो विज्ञान थाहा नहुँदो रहेछ भने त्यसले मात्रै मलाई चित्त नबुझ्दो रहेछ भने त्यसलाई त्यति चासो नगरिकन विशेष गरी साधना र विशेष गरी आराधना साधना र एकाग्रबाट त्यसको पछि लागेर त्यसको अनुसरण गरेर नै अनि यो योगी गुरुहरूले एकाग्र चित्तलाई यसरी उहाँहरूले अनुसन्धान अथवा परीक्षण गरेर उहाँहरूले त्यसरी समाधिलाई अँगाल्नु भएको थियो।
त्यही कारणले यो विज्ञान विज्ञानवादको गुरुहरूले अब किसिमको के हो त भन्दाखेरि हैन सबै यो आफ्नो विचार विमर्शबाट जाँच गर्दै परीक्षण गर्दै 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 आत्मा नभएर अनि आत्मालाई अनि हटाएर अनि संसार भन्ने एउटा नाम राख्नु पर्दछ। संसार कसरी जन्म भयो, संसारको यो सिलसिलाहरू जन्म जन्म जमन्तर कसरी हुन्छ भने यसरी आलयबाट हुन्छ भने यसरी विभिन्न विचार विमर्श विभिन्न परीक्षणबाट यसरी दोस्रो कारण राख्नु भएको थियो। यसरी कारणहरू मुख्य कारण थियो। यो त्यस्तै गरी विज्ञानलाई बताउनको लागि यो 10 भूमि सूत्र पनि राखिएको छ। त्यो भित्र एउटा आंशिक भाग चाहिँ अब तम सका भने सूत्र त्यो 10 भूमि सूत्रभित्र पर्दछ। त्यसको आंशिक भाग हो त्यो पनि एउटा विज्ञानको विषयमा समाधिको विषयमा एकाग्रको विषयमा बताएको मुख्य अनि एउटा बौद्ध सूत्र हो त्यो। त्यस्तै गरी यो तेस्रो कारण चाहिँ प्राज्ञ पारमिताबाट बताएको यो शून्यताको अनि लाई शिरमा राखेर पनि यसरी अनि 3 प्रकारको लक्षणहरू निस्वभाव 3 प्रकारको निस्वभावहरू यसरी कारणले राख्दै अनि मन मात्रै हो भने यसरी विशेष गरी 4 प्रकारको कारणबाट नै अनि यो मन मात्रै हो भने यसरी उत्पन्न हुने मुख्य स्रोत यसरी यो विभिन्न मुख्य स्रोत रहेको छ। मन मात्रै उत्पन्न हुनुको कारण। त्यही कारणले यो मन बाहेक अरू केही पनि हुँदैन, सबै मनबाट नै देखाए हो, सबै मनले नै रचेको हो, सबै मनले नै राखिएको हो भने यसरी अनि यसलाई सिमचम अर्थात् मन मात्रै विज्ञान मात्रै हो भने हुनु पुगेको हो। विज्ञानवादहरूले अचानक एउटा मन मात्रै छ भने नपुगेर विभिन्न धेरै भन्दा धेरै नै यो जाँच र यो अनुसन्धान र परीक्षण गरेर मात्रै यसरी यो बताउनु भएको हो। अब केही समयपछि आउँला। अब चाहिँ 30 मिनेटको लागि हामी विश्राम राख्नेछौँ। अब चाहिँ विज्ञान अनि विज्ञानवादको अब सिद्धान्त कसरी फैलिएको थियो भन्ने बारे बताउन जाँदैछु। अब विज्ञानवादको सिद्धान्त फैलावटको विषयमा यो 4 प्रकारको अनि वर्गबाट म छुटाउन चाहन्छु। पहिला चाहिँ अनि भारतमा, त्यसपछि चीनमा, त्यसपछि जापानमा, त्यसपछि अनि बोर्डमा अनि विज्ञानवादको सिद्धान्त फैलावटको विषयमा बताउने छु। अनि यो विज्ञानवादको दर्शन बाहेक अनि सिद्धान्त चाहिँ अब फैलिएको हो भने अब अलिकति शङ्का नै छ। विशेष गरी यो दर्शनहरू चाहिँ फैलिएको हो। प्रथममा चाहिँ भारतमा चाहिँ यो विज्ञान मात्र कसरी फैलावट भयो भन्ने विषय बताउनु पर्दाखेरि
다 당보텔이야. 아주 가장 고르사. 가장 뭐 팀하고 쉬차버래. 아니 야갈이야. 아니 루지 이토는 야갈로스 대잠 매비 아니. भारतको विषयमा चाहिँ यो विभिन्न यो अक्षरमा अनि लेखकहरू भयो अनि विभिन्न यो जन्मेको मृत्यु भएको कुराहरू चाहिँ अनि स्पष्ट छैन किनकि भारतको इतिहासै अक्षर लिपिमा नभएको हुँदाखेरि अनि अनि त्यसपछि अब विभिन्न यो त्यहाँदेखि फैलिएको बौद्ध धर्मको लिपि पनि नभएको हुँदाखेरि अनि यो अनि सफा नभएको हुँदाखेरि अनि पहिलेको प्राचीन गुरुहरूको अनि मौखिकबाट मात्रै अनि त्यसमा अनुसन्धान गरेर अनि धेरै कुराहरूमा अनि समस्याहरूलाई अनि पार गर्दै अनि विभिन्न अनुमानको रूपमा अनि लेखिएको बाहेक अनि अनि इतिहासकै अनि पाण्डुलिपिहरू अक्षरमा अनि प्रत्यक्ष रूपमा नभएको हुँदाखेरि अनुमानको रूपमा अनि लेखिएको हो यो विभिन्न विज्ञानवादको कुराहरू पनि र यो विज्ञानवादको सबसे पहिला दर्शन कसरी फैलिएको थियो त अनि यसको रूपहरू कस्तो थियो अनि यसको प्रतिपादन कसरी सुरुवात भए भने यसको हामीले थाहा हुनुपर्दछ दोस्रो चरणमा चाहिँ हामीले के थाहा हुनुपर्छ भन्दाखेरि अनि यो दर्शनको पहिले रूप कस्तो थियो यो कसरी विकास भएको थियो भन्ने हामीले बुझ्नु जरुरी छ अन्त्यमा यसको प्रतिपादनहरू यसको निर्णयहरू अनि अनि अहिले हामीले देख्ने यो दर्शनहरू विभिन्न यो व्याकरणहरू अनि विभिन्न देश स्थिति परिस्थिति कालबाट कसरी यो अहिले हाल चलिरहेको छ भन्ने हामीले बुझ्नु अत्यन्तै जरुरी छ पहिले यो दर्शनको रूपहरू भेदहरू स्वरूपहरू अनि स्पष्ट नभएको बेलामा त्यो बेलामा एउटा अविच्छिन्न रूपमा आइरहेको थियो नि यसको सिलसिलाहरू त्यो कसरी आएको छ त भने हामीले उपायहरू निकाल्नु पर्ने हुन्छ धेरै उपायहरू छ त्यो भित्र उपायमा अत्यन्त सही उपाय के हो त भन्दाखेरि कसरी हामीले पत्ता लगाउने त भन्दाखेरि हामीले अहिले देखिरहेको हामीले प्रत्यक्ष रूपमा आफ्नो आँखा अगाडि सामु देखिरहेको अनि विज्ञानवादको दर्शनहरू शास्त्रहरू ग्रन्थहरू हामीले पल्टाइ हेर्नु अत्यन्त जरुरी छ त्यो हेरेर मात्रै हामीले अनि त्यो भित्र लेखिएको कुराहरू त्यो भित्र लेखिएको गुदीहरू त्यो भित्र लेखिएको कुराहरूलाई हामीले अनुसन्धान गरेर गहनतालाई बुझेर त्यसको शाब्दिक अर्थ के रहेछ कस्तो शब्दहरू त्यसमा प्रयोग गरेको रहेछ नाम के दिएको छ व्यवहारण के रहेको छ र त्यो भित्र व्याकरणहरू कस्तो राखिएको छ भने हामीले हेर्नु पर्दछ अनि अनि त्यो सबैलाई अनि बुझ्नु पर्दछ र एउटा किताबमा मात्रै आफू नअड्केर अनेकन विज्ञानवादको किताबहरू हामीले हेर्नु पर्दछ र त्यो अनेकन थरी उत्पन्न भएको विज्ञानवादको ग्रन्थमा पनि अनि पहिले कुन उत्पन्न भएको थियो दोस्रोमा कुन उत्पन्न भएको थियो भने यसरी चाल्नु पर्दछ त्यही कारणले गर्दाखेरि अनि भारतको इतिहासमा अत्यन्तै समस्या र अत्यन्तै यो इतिहासमा स्पष्ट छैन अब यो विभिन्न लेखकहरूको नामहरू
भोट लिपिमा भोट ग्रन्थहरुमा यो यसले लेख्यो उसले लेखक यो भन्ने थियो तर भारतको यो बौद्ध शास्त्रमा बौद्ध ग्रन्थमा चाहिँ लेखकको नाम लेखिएको छैन त्यहाँ स्पष्ट गरेको छैन त्यो नलेखेको हुँदाखेरि कसले रचना गर्यो कहिले रचना गर्यो कति शताब्दीमा थियो भने यसरी स्पष्ट हुन सक्दैन त्यही कारणले गर्दाखेरि पहिले यो चीनमा चाहिँ यो चीन चित्रकलाहरू चाहिँ अनि चित्र चित्र लेख्दाखेरि चित्र कोर्ने बेलामा अनि चीनमा चाहिँ विभिन्न प्राचीन एकदम पुरानो चित्रहरू छ त्यो यो कसले लेख्यो भने एकदम सजिलो छ किनकि त्यो भित्र यसले लेखेको छ भनेर त्यो उल्लेख गरिएको छ त्यो चित्रकलाको नाम लेखिएको छ भने र लेखकको नाम लेखिएको छ विभिन्न नामहरू लेखिएको छ त्यसले गर्दाखेरि बुझ्नु सजिलो छ अनि भारतमा चाहिँ पहिले पहिले विभिन्न लेख्ने ग्रन्थहरू लेख्ने बेलामा अब आफ्नो त्यो किताबमै नाम लेख्यो भने आफ्नो पुण्य कम हुने र आफ्नो विभिन्न विघ्नबाधहरू आउने एउटा अन्धविश्वास भएकोले नलेखेको पनि हुन सक्छ त्यही कारणले गर्दाखेरि अनि कुनै कुनै किताबहरुमा कुनै अब यो चित्रकलाहरुमा नाम नभएको कारणले गर्दाखेरि अनि मान्छेको रूप अनुसार अनि मान्छेको स्वरूपले त्यस्तै लेखेर अनि हामीले अनुमान गरेर यो चाहिँ यो होला यो चित्र हेर्दाखेरि यसले लेखेको होला भने जस्तै अनि अनुमान गरेर अनि अन्धकारमा एउटा छमछम गर्दै आएको छौं त्यही कारणले अनि विज्ञानवादको विभिन्न यो संस्कृत लिपिहरू प्राचीन संस्कृत लिपिहरू नभएर हैन धेरै 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 सयौं समय बितिसक्यो सयौं काल बिति हुँदाखेरि अनि त्यसले गर्दाखेरि त्यति अब स्पष्ट पनि छैन अनि पछि आएर विभिन्न अनुवादकहरूले अनि भोटमा किताब शास्त्रहरू ल्याउँदाखेरि त्यो अनुवाद गर्ने बेलामा पनि अनि आफ्नै अनुवादको एउटा शब्द रच्ने बेलामा आफ्नै अनुभव आफ्नै अनुभूति त्यसमा अनि प्रयोग गर्दाखेरि अनि बेग्ला अनुवादहरू भएको पनि हामी धेरै देख्छौँ त्यस्तो हुँदाखेरि अनि अहिले हाल हामीले अनि कुन त्यो शास्त्रसँग चाहिँ विज्ञानवादको शास्त्रसँग प्राचीन लिपि कुन चाहिँ एकदम अनुकूलता छ कुन चाहिँ धेरै मिल्नु पुग्छ कुन धेरै नै मिलिजुली पुग्छ त्यसलाई हामीले यसरी अनुसन्धान गर्नुपर्ने हुन्छ त्यही कारणले गर्दाखेरि अनि एउटा मात्रै प्राचीन कालको यो विज्ञानवादको किताबमा मात्रै हेर्यो भने हामी त्यसमा अब हामी अन्यलमा पर्ने हुन्छ त्यही कारणले जति सक्दो विभिन्न अनुवादहरू भएको विभिन्न अनुभवले रचिएको अनुभवले उनेको विभिन्न अनुवाद भएको किताब विज्ञानवादको किताबलाई हामीले पल्टाएर हेर्यो भने अनि हामीले अनुसन्धान गर्नु सजिलो हुन्छ तर पनि अब विभिन्न अनुवाद आफ्नै कलामा आफ्नै अनुभव बुनेको हुँदाखेरि हामीले धेरै विज्ञानवादको दर्शन के हो भन्दाखेरि अब हामीले नै एकदम अन्यलमा पर्ने समस्यामा फसिने धेरै नै छ किनकि त्यसको एउटा प्राचीन अब कालमा धेरै नै यसको संस्कृत भाषा हराएको छ त्यसै गरी अब अनुवादहरूको आफ्नै अब कलाहरू छ अनुवाद गर्ने विभिन्न भएको हुँदाखेरि धेरै नै समस्या छ अब यो चीनमा अनुवाद गरेको यो सूत्र लङ्कर अनि अनुवाद गर्ने क्रममा पनि यसमा अनि के लिएको छ भन्दाखेरि अब त्यो सूत्र लङ्करमा अनुवाद गर्ने क्रममा चीनमा अनि कसैले आर्य सङ्घले लेखेको छ भने बताएको छ कसैले अब अनि सूत्र लङ्करको कारिका चाहिँ अनि वसुबन्धुले लेखे अनि वसुबन्धुले रचना गरेको हो भने लेखिएको छ त्यही कारणले गर्दाखेरि
अनि अ, अनि यो विवरण सङ्ग्रह भन्ने यो बौद्ध दर्शन चाहिँ कुनै चाहिँ वसुबन्धुले लेखिएको छ भने यसरी लेखिएको पनि छ कुनैमा अब अनि कुनैमा कुनै लेखकमा चाहिँ वसुबन्धु कुनै लेखकमा चाहिँ अनि आर्य आशंका कुनै लेखकमा चाहिँ विभिन्न अब लेखकहरू यसरी नाम लेखेको हुँदाखेरि अब विभिन्न लेखक छ कुनो कुनो त्यही कारणले अध्ययन कर्मीहरू पनि अन्यलमा पर्ने देखिएको छ त्यही कारणले यो अनि विज्ञानवादको दर्शनको मुख्य मूल स्रोत कहाँदेखि उत्पन्न भयो भने हामीले विशेष गरी बुझ्नुको लागि हामीले अनि बौद्ध शास्त्र अनि बुद्ध वचनलाई अनि कुन मिल्दो रहेछ कुन मिल्दैन रहेछ भने हामीले अनुसन्धान गरेर त्यसलाई क्रमबद्ध मिलाएर हामीले अभ्यास गर्नु त्यसलाई आफ्नो दिन प्रतिदिनको दैनिक जीवनको व्यवहारमा उतारेर त्यसलाई अध्ययन गर्यो भने मात्रै त्यसलाई हामीले बुझ्न सक्छ अनि आफूले जति सक्दो त्यसको अनि वास्तविकताहरू त्यसको मूल स्रोतहरू कुन चाहिँ हो त भन्ने अनि त्यसलाई हामीले भ्रमित नभइकन त्यसमा आफू अन्यल नपरिकन अनि हामीले जति सक्दो अनि कुन मिल्छ कुन तालमेल हुन्छ भने यसरी त्यसमा हामीले अनुसन्धान गर्नु परीक्षण गर्नु अत्यन्त आवश्यकता छ अनि यसको देशकाल परिस्थिति अनुसार कसरी आएको छ त्यसको विषयमा अनि उल्टो पल्टो त्रुटि छुटेको के छ र अहिलेको यो काल परिस्थितिमा देखिएको किताबहरूलाई कसरी मिलाउनु पर्दछ भने यसरी हामीले अनुसन्धान गरेर मात्रै अनि हामीले बुझ्यो भने अत्यन्त अनि विज्ञानवादको दर्शन हामीले बुझ्न सक्छौँ हाल हाल हाम्रो यो देश परिस्थितिमा चाहिँ अब भनौँ न अनि अनि यो विज्ञानवादको दर्शन चाहिँ कहिले सुरुवात भएको थियो त भन्दाखेरि अनि हाल विद्वानहरूले चाहिँ 19औं शताब्दीमा सुरुवात भएको थियो भनिन्छ अनि यो यो सुरुवात गर्ने चाहिँ को हो त भन्दाखेरि बौद्ध मार्गी को हो त भन्दाखेरि अनि यो विभिन्न जापानहरू चीनहरू अनि थाइवानको गुरुहरू भएको थियो भने उहाँले अनुसन्धान गर्नुभएको थियो यो कसले सुरुवात गरेको थियो त कुन शताब्दीमा कसले यो रचना गर्नुभएको सुरुवात गरेको थियो भन्दाखेरि अनि वसुबन्धु आचार्य वसुबन्धुले अनि सुरुवात गर्नुभएको थियो भने यसरी अनुसन्धान कर्मीहरूले 19औं शताब्दीमा अनुसन्धान गर्नुभएको थियो अनि 19औं शताब्दीदेखि अहिलेसम्म कति शताब्दी पार भयो त भन्दाखेरि अब 100 वर्ष पार अनि भएको जनाउँदछ अनि 100 वर्षभित्रमा एकदम निर्णय अब निश्चय भएको टुङ्गिएको कुरा के निस्किएको थियो त भन्दाखेरि गन्ने क्रममा अब यही हो भने देखाउने एउटा पनि छैन र एकदम बलियो र एकदम दृढ सङ्कल्प दृढ बलियो आधार केही पनि नभएको हुँदाखेरि त्यो नभए तापनि अनि एउटा देखाउन सक्ने बलियो आधार नभए तापनि अनि विज्ञानवादको दर्शन चाहिँ विज्ञानवादको दृष्टि दर्शन यस्तो हो यस्तो रहेछ भने एउटा मनमा एउटा छाप्ने एउटा पहिले अनुसन्धान गर्नुभएको 19औं शताब्दीमा अनुसन्धान गर्नुभएको अनुसन्धान कर्मीको कृपाले गर्दाखेरि हामीले अहिले विज्ञानवादको दर्शन चाहिँ यस्तो रहेछ है भने हामीले बुझ्नुको लागि अत्यन्त सहायता र हामीलाई सहयोग मिल्यो भन्दाखेरि उहाँहरू अत्यन्तै कृपालु र एक किसिमको हाम्रो लागि अत्यन्तै कृतज्ञता हुनुहुन्छ उहाँ
공기 대대 수저도 와. 딱 अनि यो 공 अनि त्यो भित्रमा पनि एउटा जापानमा रहनु हुने एउटा गुरु अ, 공기 제좀 있는 딱 간다래. अनि विज्ञानवादको दर्शन चाहिँ अत्यन्तै 림버서 말. एकदम तालमेल खाने एकदम मिल्ने अत्यन्तै अनि भएको अनि विद्वानमा अनि पहिलो प्रथम म आउने विद्वान रहेको छ यो अनि विज्ञानवादको एउटा यसको हामीले सीमा र यसको अनि हामीले यसरी बोल्नुपर्छ यसको दर्शन यो हो भने यसको चाहिँ एउटा विद्वानले यसरी बताउनु भएको छ हाल चाहिँ अनि यो उत्पत्ति हुने क्रम र स्रोत यसको दर्शन कहिले उत्पन्न भएको थियो र कति वर्ष गयो यो पहिलो कर्ता को थियो भने बुझ्नु अत्यन्तै जरुरी छ अब यो भारतमा विज्ञान मात्र फैलावट हुनेको विषय बताउनु पर्दाखेरि यो भारतमा चाहिँ विज्ञानवादको दर्शन फैलावट गर्ने कारण पहिलो सूत्र एकदम प्राचीन सूत्र के थियो त भन्दाखेरि सन्धि निर्मोचन भन्ने एउटा दोधे भोङ्डेल भनेको थियो यो चाहिँ यो कुन सूत्र हो भन्दाखेरि एक किसिमको यो चाहिँ अभिधर्म सूत्र हो यो तर एकदम हामीले दुःख लाग्ने कुरा के हो त भन्दाखेरि यो चाहिँ कुनै पनि यो संस्कृत भाषामा यो संस्कृत पाण्डुलिपि भाषामा अझसम्म फेला परेको छैन त्यही कारणले गर्दाखेरि अझसम्म त्यो चाहिँ दुःख लाग्दो कुरा हो त्यही कारणले कुनै कुनै यो बौद्ध ग्रन्थहरूमा यसको आगमहरू यसको विषयमा वचनहरू लेखिएको हुँदाखेरि अनि लेखिएको हुँदाखेरि दुःख लाग्दो कुरा चाहिँ हो प्राचीन संस्कृत पाण्डुलिपिमा फेला परेन त्यही कारणले गर्दाखेरि यो विज्ञानवादको एकदम धेरै प्राचीन सूत्र हो यो कहिले उत्पन्न भएको थियो त भन्दाखेरि नागार्जुन खस्नु भएको मृत्यु भएको केही समयपछि प्रकट भएको अनुमान गरिएको छ त्यही कारणले यो अनि यो विज्ञानवादको दर्शन पनि अनि विज्ञान गरी विज्ञान रूप मात्र त्यस्तै गरी अनि यो मन मात्रै भन्ने विभिन्न यो दर्शन दृष्टिहरू यसरी क्रम समय यो देश परिस्थिति अनुसार क्रमै बिस्तारै आउँदा अनि बिस्तारै यो अनि देशकाल परिस्थिति गर्दै यो विज्ञानवादको दर्शनहरू फैलिने हुँदाखेरि यसको मुख्य स्रोत कहाँ छुन पुग्यो थियो कहाँदेखि आएको थियो प्राचीन सूत्र हात देखाउनु पर्दाखेरि कुन चाहिँ थियो त भन्दाखेरि अनि सन्धि निर्मोचनमा छुन पुगेको थियो अनि यो चाहिँ धेरै दर्शनमा पुरा सम्पन्नता भएको अनि विज्ञानको विषयमा सम्पन्नता भएको एउटा ग्रन्थलाई मान्दछ त्यस्तै गरी अब अघि दर्शनमा गयो भने अब सिद्धान्तमा जाउँ यो विज्ञानवादको सिद्धान्त चाहिँ फैलावट हुनुको मुख्य कसको हात थियो त भन्दाखेरि मैत्रेय आसङ्ग वसुबन्धमा भर पर्थ्यो त्यही कारण उहाँको कृपाले गर्दाखेरि बल्ल अनि पुरा सुसम्पन्न भएको ज्ञानले भरिपूर्ण भएको विज्ञानवादको दर्शन सिद्धान्तहरू यसरी फैलिएको थियो त्यो उहाँको कृपाले गर्दाखेरि यसरी फैलिनु पुग्यो त्यो को हो त भन्दाखेरि मैत्रेय आर्य आसङ्ग आर्य वसुबन्धु रहेको थियो अब पहिलो क्रममा यो भट्टराक मैत्रेय अथवा मैत्रेयना बुद्धको विषय बताउनु पर्दाखेरि उहाँलाई आचार्य भने पनि एक किसिमको विज्ञानवादको अब सुरुवातकर्मी भए तापनि उहाँको परिचय बताउनु पर्दाखेरि
यो अहिले तपाईले फोटो देख्नुहुन्छ यो गन्धर्वमा भएको यो मैत्रीयाना बुद्धको फोटो हो यो चाहिँ ढुङ्गाबाट बनाएको यो फोटो मूर्ति हो अब यसलाई हामीले मैत्री मात्रै भन्दा मैत्रीय भन्दा अलिकता कस्तो कस्तो लाग्छ त्यही कारणले अब हामीले मान्छेको नाम मैत्रीय भन्दै आदर सत्कार नगरेको चाहिँ देख्छ त्यही कारणले उहाँलाई चाहिँ म भट्टरक मैत्रीयनाथ भन्न रुचाउँछु अब दुईटा प्रश्न छ यसको विषयमा अब मान्छेहरूले के भन्छ भन्दाखेरि अनि मैत्रीयाना चाहिँ मान्छे हो कि भगवान हो भन्ने यस्तो दुई प्रकारको कुरा आएको छ दुई प्रकारको मत भएकोले कसैले भन्दाखेरि अब दुई मतमा पहिलो चाहिँ यो इतिहासमा आएको मान्छे चाहिँ होइन भनेर यसरी नै भनिन्छ यो आर्य असङ्गको एउटा गुरुको रूपमा लिइन्छ उहाँलाई चाहिँ आर्य असङ्ग चाहिँ यो भारतको उत्तर दिशामा जन्मिनु भएको एउटा बौद्ध मार्गी हुनुहुन्छ अनि यो आर्य असङ्गले चाहिँ सधैँ नै श्रद्धा भक्ति अत्यन्तै बलियो भएकोले अनि त्यो प्रभावले गर्दाखेरि मैत्रीय प्रति अत्यन्त आस्था र भक्ति भएको कारणले गर्दाखेरि त्यसको प्रभावले गर्दाखेरि अनि आफ्नो इष्टदेव आफ्नो गुरु भने पनि आफ्नो माता पिता भने पनि एक किसिमको धर्म सूर्य भने पनि यसरी मैत्रीयलाई उहाँले आस्था र भक्ति राखेको हुँदाखेरि उहाँ चाहिँ मेरो गुरु हो भने यसरी उहाँले पुकारेर अनि आर्य असङ्गद्वारा रचना गर्नु भएको अनि किताबमा चाहिँ अनि उहाँले के लेखेको छ भन्दाखेरि अनि रचनावाला चाहिँ अनि मैत्रीय हो भन्ने यसरी उहाँको नाम लिएर अनि रचना गरिएको छ त्यसै कारणले गर्दाखेरि यहाँदेखि अनि मैत्रीय भनेर लेखिएको छ त्यही कारणले पहिलो मान्छेको मदमा चाहिँ अनि यो इतिहासमा मान्छेको रूपमा आएको मैत्रीय इतिहासको रूपमा मान्छेको रूपमा आएको चाहिँ होइन भने यसरी बताउने पहिलो मत पनि रहेको छ त्यही कारणले अनि यो आर्य असङ्गको यो मैत्रीयको नाममा मात्रै पुकारेको छ मान्छेको इतिहासमा चाहिँ आएको छैन भने पहिलो मत रहेको छ अब दोस्रो मत बताउनु पर्दाखेरि मैत्रीयको विषयमा दोस्रो मत अथवा उहाँको विषयमा दोस्रो कुरा बताउनु पर्दाखेरि कसैले चाहिँ फेरि उहाँ चाहिँ इतिहासमा उहाँ चाहिँ मान्छेको रूपमा उत्पन्न भएको उत्रिएको एउटा मनुष्य हो भने बताएको छ उहाँले चाहिँ एउटा गुरु देखाउनु भएको छ अनि कसैले चाहिँ उहाँ चाहिँ एउटा मान्छेको रूपमा प्रकट भएको अनि विभिन्न गुरु देखाउनु भएको अनि गुरु दर्शाउनु भएको गुरु देखाउनु भएको गुरु भएकोले अनि सामान्य मान्छेको समाजमा जन्मेको हो यसरी नै बताउनु मत आएको छ दोस्रो मत रहेको छ त्यही कारणले गर्दाखेरि त्यसमा के लेखेको छ त भन्दाखेरि अनि आर्य असङ्गले हृदि पदहरू यसरी उहाँले भावना गर्दाखेरि उहाँलाई हृदि
प्राप्त भयो यसरी अनि रिधि प्रति ज्ञान आफूले हासिल गरेर उहाँ चाहिँ अनि तुसित अब तुसित लोकमा उहाँ पुग्नु भयो है अनि तुसित लोकमा पुग्नु भएपछि यहाँ तुसित लोकमा चाहिँ को बस्नु भएको थियो त भन्दाखेरि त्यहाँ चाहिँ अनि आर्य भट्टरक अनि मैत्रियान बस्नु भएको थियो मैत्रीहरू चाहिँ त्यहाँ किन छ त भन्दाखेरि यो बुद्धको 12 लीलामा चाहिँ अनि गौतम बुद्धले चाहिँ अनि मैत्रियानालाई अनि यसरी आफ्नो भविष्यमा तिमी बुद्ध हो भने अनि मैत्रियानालाई अनि उत्तरदायी जिम्मेवार छाडेर अनि मनुष्य लोकमा अनि लुम्बिनीमा यसरी जन्मिनु भएको हो भने बुद्ध लीलामा पाइन्छन् त्यसै कारणले गर्दाखेरि अनि कसैले भन्दाखेरि त्यसै कारणले गर्दाखेरि अनि मैत्रिया भनेको चाहिँ एउटा आर्य आसङ्गले ध्यान गरेको बापत अनि समाधि सबै उहाँले प्रकट भएर समाधिको ज्ञान उहाँले पारङ्गत गरेर त्यहाँदेखि देख्नु भएको त्यहाँदेखि दर्शन पर्नु भएको एउटा आफ्नो अनुभवको एउटा अनि अनुभवी एउटा गुरु अर्थात् उहाँको अनुभूतिमा पाल्नु भएको एउटा भगवान हो भने यसरी पनि मत रहेको छ त्यही कारणले अनि उहाँ सामान्य हेराइमा हेर्ने हो भने मान्छे किसिमको अब देवलोकमा पुग्नु सक्दैन त्यही कारणले यो ध्यानको रूपले गर्दाखेरि उहाँ चाहिँ अनि देवलोकको आभास आएको त्यही कारणले अनि देवलोकमा अने किसिमको अनि तुसित लोकमा आर्य मैत्रियानाथलाई यसरी उहाँले देख्नु भएको एउटा आभास भएको हो हैन भने यसरी दोस्रो मतहरू रहेको छ त्यही कारणले उहाँको शुद्ध आभास शुद्ध भावनामा देखिएको दर्शन पाएको एउटा छवि एउटा छाया जस्तै हो भन्ने अनि दोस्रो मत रहेको हुँदाखेरि अनि मान्छे नै हो भन्ने बताउनु गाह्रै छ भन्ने यसरी बताउनुहुन्छ त्यही कारणले यसको इतिहास चाहिँ अब कुनै समय कुनै वर्ष अगाडि 10-12 वर्ष अगाडि कसैले लेखेको कुरा होइन यो कुराहरू चाहिँ आजभन्दा धेरै सयौं वर्ष अगाडि विभिन्न विद्वानहरूले लेखिएको कुरा हो यस्तोहरू चाहिँ यिनीहरू चाहिँ यो विषयमा पनि अब जापानको विद्वानले लेखिएको उहाँले चाहिँ उहाँको नाम चाहिँ उया खुजु भनेको एउटा विद्वान छ उया खुजु भनेको अब जापानको एउटा विद्वानले चाहिँ मैले यो उया खुज्यो भनेको बताउँदाखेरि अनि जापानले चाहिँ बुझ्छ जापानिजहरूले बुझ्छ कि बुझ्दैन भने मलाई अलिकति हाँसो उठ्छ 1922 मा जापानी हाकुजु भन्ने एकजना विद्वान उहाँले अनि जन्मिनु भएको थियो उहाँले यसरी एउटा परिकल्पना प्रस्ताव गर्नुभएको थियो उहाँले के भनेको रहेछ त भन्दाखेरि यो मैत्रियानाथ भनेको चाहिँ मैत्रियानाथ भनेको चाहिँ इस्वी सम्बन्धमा 270 देखि 350 अनि इस्वीसम्म अनि उहाँले आउनु भएको मान्छे थियो भने परिकल्पना प्रस्ताव गर्नुभएको रहेछ यो उहाँले बताउने क्रममा अनि सबै मान्छेहरू अनि त्यसमा अनि धेरैले विरोध पनि गरेको थियो अनि त्यसैले बहस पनि गरेको थियो यो हुनै सक्दैन भने उहाँलाई कसैले सहमत गरेको थियो कसैले सहमति हुन सकेको थिएन त्यहाँ विभिन्न विरोध गरिरहेको थियो र अहिले पनि र अहिलेसम्म त्यो अनि यही नै हो उहाँले भनेको सही हो भने चाहिँ कसैले सहमति हुन सकेको छैन अझैसम्म अनि समय पाए भने म पछि यो
मैत्रीय नाथको विषयमा अनि विभिन्न अनुसन्धान गर्ने कर्मीहरूले लेखिएको कुराहरूमा पछि विस्तार रूपमा तपाईँहरूलाई पस्काउने छु। अनि मैत्रीय नाथ चाहिँ अनि मान्छेको रूपमा प्रकट भएको थियो भनेको अनि विभिन्न ग्रन्थहरू धेरै नै छ र त्यो भित्र कुनै ग्रन्थहरूमा चाहिँ कुनै कुनैमा चाहिँ सबैको अब एउटा इरादाहरू लेख्ने मुख्य मतहरू त्यो भित्रको सारहरू चाहिँ नि अत्यन्तै मिलेको र सम्बन्ध भएको पनि रहेको छ, धेरै तालमेल खाने। त्यो भएको हुँदाखेरि त्यसै कारणले गर्दाखेरि यो विभिन्न मैत्रीयानाद्वारा रचना गर्नुभएको किताब हो भने अनि विभिन्न अनि यो ग्रन्थमा उहाँको नाम लेखेको हुँदाखेरि अनि सबैसँग मिल्नु पाएको हुँदाखेरि अनि त्यो अत्यन्त मिल्नु जान्छ त्यो। त्यही कारणले विभिन्न यो बौद्ध ग्रन्थहरूमा अनि मैत्रीय नाथद्वारा लेखिएको अनि अनि मैत्रीय धर्महरू रहेको छ। यसमा दुई प्रकारको रहेको छ। अनि यो चीनमा भएको एउटा मैत्रीयानको धर्म र अनि भारतमा उत्पन्न भएको अनि मैत्रीयानको धर्म भन्ने दुई प्रकारको नामहरू लेखिएको छ यसमा। अनि चीन बौद्ध अनुसन्धान भित्र के मैत्रीयानाले रचना गर्नुभएको छ त भन्दाखेरि अनि पहिला अनि के हो त भन्दाखेरि अनि चिनिया अब अनुसार बौद्ध ग्रन्थमा चाहिँ अब के हो त भन्दाखेरि अब अनि यो योगचर त्यसै गरी योग विभङ्ग सूत्रालङ्कार त्यस्तै गरी मध्यन्त विभङ्ग र त्यसै गरी वज्र छेदिका भन्ने यो चाहिँ सबै अब एक किसिमको यो चीन र भारत दुवैले उहाँले रचना गर्नुभएको हो भनेर स्वीकार गर्दछ। त्यसै गरी यो अनि यो योग विभङ्ग भनेको चाहिँ यो चाहिँ अझसम्म यो भोट भाषामा यो अझसम्म यो उल्था गरेको छैन। त्यसै गरी सूत्रालङ्कार त्यस्तै गरी यो मध्यन्त विभङ्ग त्यस्तै गरी अब यो वज्रछेदीका टीका चाहिँ अनि यो चिनिया बौद्ध अनुसन्धानहरू चाहिँ मैत्रीयानले लेख्नु भएको हो भने लेखिएको छ यो। अब फेरि भारतको बौद्ध बुद्धिज्महरूले चाहिँ अब स्वीकार गर्ने चीनको गुरुहरूले अब स्वीकार नगर्ने यो मैत्रीयानाद्वारा रचना गरेको स्वीकार नगर्ने के हो त भन्दाखेरि त्यो चाहिँ धर्म त अनि यो उत्तर तन्त्र र त्यस्तै गरी धर्मत विभङ्ग चाहिँ अनि मैत्रीयाना गुरुले यो रचना गर्नुभएको होइन भने चीन अनुसन्धान कर्मीहरूले भन्नुहुन्छ भने भारतमा चाहिँ यो सामान्यमा नि यो मैत्रीयानाद्वारा रचना गर्नुभएको हो भन्नुहुन्छ। भविष्यमा म यो अनि उत्तर तन्त्रको अत्यन्तै अनि त्यसै गरी अभिसमय अलङ्कार पनि अनि चीन गुरुहरूले अनि यो पहिला उल्था गर्नुभएको थिएन, अनुवाद गर्नुभएको थिएन, पछि गर्नुभयो। त्यही कारणले यो मैत्रीयानाले रचना गर्नु भएको हो भने स्वीकार गर्नु हुँदैन। भविष्यमा यो उत्तर तन्त्रको विषयमा बताउने जमर्को राख्नेछु, प्रयास गर्नेछु।
त्यही कारणले गर्दाखेरि अहिले अनुसन्धान कर्मीहरूले चाहिँ यो अनुसन्धान जुन बौद्ध धर्ममा ग्रन्थलाई अनुसन्धान गर्नेहरूले चाहिँ यो मैत्रीयानाले रचना गर्नुभएको हो भने अनुसन्धानलाई कसरी उहाँ स्वीकार गर्नुहुन्छ भन्दाखेरि चिनिया गुरुहरू र त्यसै गरी भारत गुरुहरूले अर्थात् चिनिया अनुसन्धान कर्मी भारत अनुसन्धान कर्मी दुवैमा मिलेको तालमेल खाएको मिलेको उहाँले रचना गर्नुभएको हो लेखेको छ भने चाहिँ अनुसन्धान कर्मीहरूले यो स्वीकार गर्नुहुन्छ भने अनि एउटाले स्वीकार गर्ने एउटाले समर्थन नगर्नेवाला चाहिँ अहिलेको हाल विद्वानहरूले चाहिँ स्वीकार गर्नुहुन्न यही कारणले गर्दाखेरि यो योगचारा भूमि चाहिँ यो आर्य असाङ्गले रचना गरेको हो पनि भनिन्छ त्यही कारणले यो त्यही कारणले यो योगचारा भूमिभित्र चाहिँ यो विभिन्न धर्मता मध्यन्त विभङ्ग धर्मत विभङ्ग भन्ने यो विभिन्न यो अनि आर्य असाङ्गद्वारा पनि बताएको हुँदाखेरि यसको अर्थ सारहरू अनि यो आर्य असाङ्गले नै यो मैत्रीयाना नै यो रचना गरेको हो भन्नु गाह्रो नै छ एउटा उदाहरणको लागि राख्नु पर्दाखेरि अहिले सबैले सामान्यमा यो स्वीकार गर्ने सामान्यमा यो मध्यन्त विभङ्ग र त्यसै गरी यो धर्मत विभङ्गको यो बौद्ध शास्त्र चाहिँ अनि अनि अभूत परिकल्प अनि प्रतिभाषा आभाषा भनेको यो अनि यो अक्षरहरू चाहिँ यो अलिकति भित्रको अर्थहरू त्यति अनि मिल्दैन यो त्यही कारणले यो योग चर्याभित्र चाहिँ अनि यो त्यही कारणले यो योगचारा भूमि चाहिँ मैत्रीयाना रचना गरेको हो भने गाह्रै छ किनकि त्यो भित्र प्रयोग भएको शब्दहरू कुनैमा लागू भएको छ कुनै लागू भएको छैन त्यही कारणले गर्दाखेरि यो योगचारा भूमि चाहिँ मैत्रीयानाले नै रचना गरेको हो भन्नु अलिकता गाह्रो नै छ जापानको एउटा विद्वानले के भन्नुभएको छ भन्दाखेरि अनि उहाँको मत अनुसार अनि आर्य असाङ्गले उहाँको समाधिले गर्दाखेरि समाधिको एउटा कारणले गर्दाखेरि अनि यो आर्य मैत्रीय दर्शन पाएको हुँदाखेरि अनि त्यसकै नाममा अनि यो धर्मको विभिन्न यो ग्रन्थहरू लेख्नु भएको हो भनी अनि लेखिएको हुन्छ अनि अमेरिकन एउटा विद्वान अनुसन्धान कर्मीले के लेखिएको छ भन्दाखेरि उहाँहरूको चाहिँ यो अमेरिकाको विद्वान अनुसन्धान कर्मी डिएस रेग्युले चाहिँ के भन्नुभएको छ भन्दाखेरि उहाँ पनि एकदम विद्वान हो अनि आर्य असाङ्गले चाहिँ मैत्रीयानाको आशीर्वादले गर्दाखेरि अनि उहाँलाई मैत्रीयानाको आशीर्वाद उहाँमा प्रवेश भएको कारणले गर्दाखेरि उहाँले धेरै यो आशीर्वाद अधिष्ठान दिएको कारणले अनि यो विभिन्न ग्रन्थहरू अनि रचना गर्नको लागि इच्छा जागेको थियो त्यो इच्छा एकदम यो गुरुको एउटा वचनलाई चाहिँ मैले यसरी मनमा राख्यो यसरी
लिपिमा मैले बद्ध गरेँ कि लिपिमा मैले निकालेँ भने अत्यन्तै फाइदाजनक हुनेछ भन्ने मनमा मलाई इच्छा जागेको हुनाले अनि विभिन्न यो अनि अनि यो एउटा अनुरोधको क्रममा हैन एउटा गरे भने राम्रो हुँदछ भने उहाँको एउटा इच्छा अनुसारमा नि यो असङ्गले लेखिएको हो भन्ने अनि यस्तो कुराहरू लेखिएको छ। त्यसै कारणले गर्दाखेरि यो आर्य आसङ्ग चाहिँ अनि एक पक्षबाट भन्नु पर्दाखेरि अनि यो आर्य आसङ्ग नै लेखिएको भन्नु मिल्छ। किन त भन्दाखेरि किसिमको उहाँ चाहिँ आर्य मैत्रीयानको कृपाले गर्दाखेरि आशीर्वादले गर्दाखेरि अनि उहाँ समर्थन भएको हुँदाखेरि अनि उहाँले लेखिएको हो भनेर पनि एउटा मिल्ला। नत्र भने अब कसैले फेरि हुँदैन। यो एउटा चाहिँ के हो त भन्दाखेरि यो मैत्रीयानाले नै बताउनु भएको थियो, मैत्रीयाले नै बताउनु भएको थियो। त्यो चाहिँ अब आर्य आसङ्गले बताउनु हुने क्रममा अनि आर्य आसङ्गले चाहिँ यो मनुष्य लोकमा फैलाउनु भएकोले यसरी यो चाहिँ अनि पहिला सुनाउने कर्ता चाहिँ मैत्रीयाना भएकोले अनि आर्य आसङ्गले रचना गर्नुभएको हो भन्नु मिल्दैन भने पनि विभिन्न दुई मत रहेको छ। अनि एउटा धेरै विद्वानहरूले मध्येमा पनि एउटा उदाहरणको लागि लम्बर्ट समीक्षण भने एक प्रसिद्ध समकालीन जर्मन विशेषज्ञ अनि जर्मनको विशेषज्ञ उहाँले के भन्नुहुन्छ त भन्दाखेरि एउटा अनि उहाँले के भन्नुभएको छ त भन्दाखेरि यो तेनलावा द्वीप अर्थात् निर्णय सङ्ग्रहभित्र चाहिँ एउटा यस्तो एउटा बाणीहरू यसमा लेखिएको छ कि अनि त्यो अनि एक किसिमको अनि यो निर्णय सङ्ग्रहभित्र एउटा बाणी लेखिएको छ कि अनि यो त्यसलाई अभिधुप अर्थात् निर्णय सङ्ग्रह चाहिँ यो मध्यान्त विभङ्ग र धर्मत विभङ्ग भन्दा त्योभन्दा पनि पहिले यो निस्किएको हो, उत्पन्न भएको थियो। अनि यसरी यो निर्णय सङ्ग्रहमा यसरी लेखेको छ भने यो विद्वानले भन्नुहुन्छ। यो योगचारा यो विभिन्न विद्वानहरू यसमा खडा भएको छ यसको मतको विषयमा। त्यही कारणले यहाँ सबैले के हुनु भन्छ मत के हो त भन्दाखेरि यो योगचारा भूमि भनेको चाहिँ एउटा विद्वानले लेखेको होइन, अनेकन विद्वानले लेखेको हो। एकजना नै लेखेको हो भने कुनै पनि यसको स्रोत छैन, कुनै पनि यसको कारणहरू छैन भन्ने यसरी बताउनु भएको हुँदाखेरि यो लेख्ने क्रममा चाहिँ धेरै विद्वानहरूको हात छ भन्ने अहिलेको अनुसन्धान अहिले चलिरहेको अनुसन्धान बौद्ध धर्ममा अनुसन्धान कर्मीहरूले बताउनुहुन्छ। योगचार भूमिको मुख्य दर्शन दृष्टि चाहिँ हामीले बताउनु पर्दाखेरि यो के हो त भन्दाखेरि यो चाहिँ ध्यानीमा उत्रिएको एउटा अनुभव जुन चाहिँ समाधिलाई बुझ्नु पर्दछ।
त्यो यो अनुभवी ध्यानी भित्र भएको अनुभवको एउटा समाधि एकाग्र चित्तलाई नै योगचर भूमिको मुख्य स्रोत हो पनि बुझ्नु पर्दछ। त्यही कारणले यसलाई यो चाहिँ के हो भने यसको बताउने क्रममा यो चाहिँ धेरै लामो समयदेखि साधना गर्दै ध्यान गर्दै आएको कुरा हामीले दर्शाउन सक्दछ। र यो बोधि यो विज्ञानवादको यो दर्शन अर्थात् यो समाधिको मुख्य अब स्रोत चाहिँ अब बताउने क्रममा यो पाण्डुलिपिमा अक्षरमा लेख्नु एकदम सफल भएको पहिलो ग्रन्थ के थियो भन्दाखेरि अनि बोधिसत्व भूमि सफलता भएको थियो। बोधिसत्व भूमिमा चाहिँ एक किसिमको अनि जापानको विद्वानले चाहिँ यो अनि योगचर भूमिमा रहेको मुख्य अनुभवको एउटा समाधिको विषयमा अत्यन्त मिल्दो छ भने यसरी अनि यसमा उल्लेख गरेको छ। एउटा विद्वानले के भन्नुभएको छ त भन्दाखेरि यो यो बोधिचित्त भूमिमा चाहिँ यो सूत्रलङ्कारको वाणी त्यसमा लेखिएको हुँदाखेरि यसमा चाहिँ अनि यो बोधिसत्व भूमि चाहिँ अनि यो सूत्रलङ्कार भन्दा पछि उत्पन्न भएको हो भने पनि यसरी अनुसन्धान कर्मीहरूले बताउनुहुन्छ। यो जर्मनको विद्वानहरू चाहिँ के भन्नुहुन्छ त भन्दाखेरि यो सूत्रलङ्कार भनेको चाहिँ अनि यो किताबको बौद्ध ग्रन्थको नाम होइन, यो चाहिँ एक किसिमको रूपहरूको अर्थात् यो चाहिँ एक किसिमको कुनै अलङ्कारको रूपमा देखिने एउटा रूप हो, यो चाहिँ कुनै ग्रन्थ होइन भने यसरी विद्वानहरूले अनुसन्धान अनि बताउनुहुन्छ। अनि 1988 मा चाहिँ अनि 1988 मा एउटा जर्मनको विद्वानले चाहिँ के भन्नुभएको छ भन्दाखेरि अनि अनि त्यो 1988 मा भन्नुभयो गुरुले चाहिँ के बताउनु भएको छ भन्दाखेरि अनि बोधिसत्व भूमि र अनि सूत्रलङ्कार चाहिँ अघि पछिको कुरा हो, एकैचोटि अनि अघि पछि कुरा हो, एकैचोटि यो उत्पन्न भएको होइन भने अनि यसरी यो जर्मनी विद्वान र अनि विभिन्न यो जापानको गुरुहरूले विद्वानहरूले यसरी बताउनुहुन्छ। यो चाहिँ दुवै मिलेको हुँदाखेरि यो चाहिँ अनि अहिले अनुसन्धान कर्मीहरूले स्वीकार गर्नुहुन्छ। त्यही कारणले सूत्रलङ्कार भन्दा पनि बोधिसत्व भूमिको यसको सार चाहिँ पहिले नै उत्पन्न भएको भने बुझ्नु पर्दछ, हामीले थाहा हुनु पर्दछ। त्यही कारणले गर्दाखेरि यसमा अघि पछिको कुरा छ भने हामीले थाहा हुनु पर्दछ। यो बोधिचर भूमि
योग अक्षर भूमिभित्र लेखिएको यो विभिन्न सूत्र लङ्गरको कुराहरू चाहिँ नवीन कलाहरू पछि आएको कुराहरू हामीले पनि बुझ्नु पर्दछ। यो पछि आएको भन्ने यसरी थाहा हुनु पर्दछ। यदि सूत्र लङ्गर चाहिँ यदि मैत्रीयानाले रचना गरेको हो भन्यो भने अनि अघि पछि को धेरै नै समस्या पर्दछ। यदि यो गोचर भूमि चाहिँ आर्यसँगले गर्नुभएको हो भने रचना गर्नु हो भने मैत्रीयाना भन्दा अगाडि पाल्नु भएको भन्ने दाबी लाग्दछ, दाबी पर्छ। त्यस्तो नयाँ कुरा निकाल्नु पर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि हाल चाहिँ प्रश्न के उत्पन्न भएको छ भन्दाखेरि यो सूत्र लङ्कर चाहिँ कसले रचना गर्नुभयो त? आर्यसँगले रचना गर्नुभयो कि आर्य मैत्रीयाले रचना गर्नुभयो कि कसले गर्नुभयो भने धेरै ठुलो प्रश्न रहेको छ। यसको विषयमा अब आफ्नो मतहरू रहेको छ विद्वानहरू बिचमा। अझैसम्म यही नै हो भनेर दाबी गर्न सकेको छैन। जापानको विद्वानले के भन्नुभएको छ त भन्दाखेरि यो सूत्र लङ्गर चाहिँ करिका चाहिँ यो भोट भाषा पनि छ, तर यसको छोटो शब्द पनि रहेको छ यसमा। अनि यो सूत्र लङ्गरको यो शब्दावली चाहिँ अनि आर्यसँगले लेखिएको हो भन्ने बताएको छ भने जापानको अनि विद्वानले चाहिँ अखुजु भन्ने चाहिँ अनि यसको बारे र यसको माने चाहिँ बारेमा चाहिँ अब आसँगले लेख्नु भएको। अनि यसको लामो शब्दहरू चाहिँ एक किसिमको अनि मैत्रीयाना लेख्नु भएको हो भनेर यसरी बताउनु भएको छ। यामाकुजी सुसुङ भन्ने विद्वानले चाहिँ अनि छोटो शब्द चाहिँ वसुबन्धु र यसको धेरै विस्तृत शब्द चाहिँ हो अनि असँगले लेख्नु भएको हो भने यसरी पनि लेखिएको छ। त्यही कारणले गर्दाखेरि यो आफ्नै मत रहेको छ यसमा। पछि गएर फेरि अनि जापानको विद्वानहरूले पछि गएर यो सूत्र लङ्गर त्यस्तै गरी यो बोधिचरा भूमि अनि यसको रचना को हो भने पछि गएर उहाँहरूले अनि धेरै अनुसन्धान गर्नुभएको थियो। अनुसन्धान गरेपछि यसको लास्टमा अनि उहाँहरूले विमर्श निर्णय के निकाल्नु भएको थियो त भन्दाखेरि यो मैत्रीयानाथा चाहिँ अनि मान्छे हो कि होइन त भन्ने यसरी सङ्घर्ष अनि सन्देह गर्नुभएको छ। त्यही कारणले उहाँ मान्छे हो कि होइन भने हामीलाई धेरै नै अनि समस्या र गाह्रो रहेको छ। र यदि मान्छे हो भने हामीलाई धेरै समस्या हुनेछ। यदि 5 मैत्रीय धर्मले गर्नुभयो यो मैत्रीय नै रचना गर्नेको मैत्रीयनाले नै रचना गर्नुभयो भने अनि यो गोचर भूमि चाहिँ मैत्रीयलाई नै रचना गर्ने उल्लेख गर्नु परेको हुन्छ। यदि अनि अर्को जबन गुरु चाहिँ गुरु अर्थात् विद्वानले चाहिँ के भन्नुभएको छ भन्दाखेरि मैत्रीयनाथ भनेको चाहिँ किसिमको साँच्चीकै मान्छे होइन, एउटा साधना गर्ने क्रममा एउटा योगीको
भावनामा अनुभूतिमा दर्शन पाएको एउटा समाधिको समाधिको बलले गर्दाखेरि प्रकट भएको एउटा अनुभव हो। त्यही कारणले उहाँ मान्छे होइन, उहाँ त्यो बेलामा नि अनुभवमा प्रकट भएको एउटा ज्ञानको गुदीको रूपमा देखाउने एउटा रोशनी हो भने यसरी जापानको विभिन्न आफ्नो विद्वानहरूले अनुसन्धान कर्मीहरूले आफ्नो मतहरू लेख्नु भएको हुँदाखेरि अनि 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 एउटा ध्यानको भावनाले गर्दाखेरि ध्यानको स्तरले गर्दाखेरि अनि त्यो अनुभवमा आएको हुँदाखेरि अनि मैत्रीय भनेर राखेको हो। त्यही कारणले यसलाई यो मैत्रीय भनेको चाहिँ मान्छेको नाम नभएर मान्छे नभएर समाधिको रूपमा प्रकट भएको एउटा वरदान हो भन्ने यसरी बुझ्ने भएकोले यसलाई हामीले कुनै पनि मान्छे हो होइन भने केही समस्या छैन भने यसरी चलिआएको छ। सुन्यौ त्यसै कारणले गर्दाखेरि एउटाले चाहिँ मान्छेको रूपमा लियो भने एउटा विद्वानले चाहिँ एउटा समाधिको ज्ञानबाट प्रकट भएको वरदानको रूपमा लिएको यसरी आफ्नो मत रहेको छ। त्यही कारणले एक किसिमको यो मान्छेको रूपमा प्रकट भएको हो भन्नु मिल्दैन, किनकि आफ्नो ध्यान अनुसारमा ध्यान गरे बापत आफ्नो अनुभवमा उत्रिएको कुराहरूलाई हामीले बताउनु पर्ने हुन्छ। त्यही कारणले जुन ध्यान गरेपछि ध्यानीले एउटा ध्यानी कर्मीले प्रकट भएको कुराहरू चाहिँ ध्यान नगर्ने मान्छेले थाहा हुँदैन, त्यसको विषयमा थाहा नभएको कारणले गर्दाखेरि अनि जुन मान्छेले ध्यान गर्छ त्यो उसले अनुभव गरेको हुन्छ, यसले चाखेको हुन्छ। त्यस्तो कुराहरू चाहिँ अनि एक किसिमको अनि यो सामान्य साधारण सबैले नबुझेको बुझ्नु नसक्ने हुँदाखेरि अनि सबैको हिसाबमा यो मान्छे हो, कसैले मान्छे होइन, अनि यसको रचना गर्ने मान्छे यो हो यो होइन भनौँ गाह्रो नै छ। त्यसै कारणले गर्दाखेरि यसको विषयमा धेरै नै विरोधहरू अनि यो मान्छेको आफ्नो सोच र आफ्नो भावना आफ्नो सोच्ने कुरा बेग्लै भएकोले यो विरोध हुनु मान्छे हो कि होइन, रचना गर्ने यो मान्छे हो कि होइन, यसरी प्रश्न उठ्नु स्वाभाविक नै रहेको छ भने यसरी विद्वानहरूले बताउनुहुन्छ। त्यही कारणले यो सामान्य मान्छेको सोचभन्दा धेरै नै गम्भीरता र धेरै माथि भएकोले सामान्य मान्छेले यो मैत्रीयको विषयमा अनि विरोध गर्नु अत्यन्तै गाह्रै होला। त्यही कारणले गर्दाखेरि यसरी अनुसन्धान गर्नुहुन्छ। त्यही कारणले हामीले यो असङ्ग र मैत्रीयलाई सम्बन्ध के हो बुझ्नुको लागि हामीले यो उहाँले रचना गर्नुभएको यो कसले रचना गर्नुभएको यो सूत्रलङ्कार भन्ने हामीले बुझ्न जरुरी छ। सूत्रलङ्कार कसले रचना गर्नुभएको हो भने बुझ्नुको लागि यो लेखकको विषयमा हामीले जान्नुपर्ने हुन्छ। त्यही कारणले मैत्रीयको धर्म अर्को धर्म त विभङ्ग रहेको छ। यसमा पनि जापानको विद्वानले अनि हाकेमाया नोरी भनेर यसले के बताउनु भएको छ त भन्दाखेरि धर्म त विभङ्ग भनेको चाहिँ आर्य मैत्रीयले रचना गर्नुभएको होइन, पछि अनुसरण गर्ने उहाँको चेलाहरूले अनि रचना गर्नुभएको हो भने एउटा जापानको विद्वानले बताउनु भएको छ। यो चाहिँ कसैले उहाँको समर्थन गर्नुभएको छ भने कसैले समर्थन गर्नुभएको छैन। यस्तो बताउनुको मुख्य कारण कहाँ छुनु पुगेको छ त भन्दाखेरि
यो धर्मताको विगन्तभित्र अनि स्थान परिणाम एउटा विषय लेखेको छ विषय अनि स्थान परिणाम यसको विषय लेखेको हुँदाखेरि यो चाहिँ अनि यो आर्य मैत्रियानाद्वारा रचना गरेको हो भनी ठोट गर्न समस्या नै हुनेछ त्यही कारणले गर्दाखेरि यो धर्मता विभङ्ग चाहिँ मैत्रियानाले लेखेको हो भन्नु गाह्रो नै छ अब अन्त्यमा भन्नुपर्दाखेरि यो मैत्रियानाको विषयमा यो अनि अनुसन्धान गरेको एउटा अन्तिम यो संक्षिप्तमा यो के बुझाएर बताउनु पर्दाखेरि अघि मैले धेरै नै बताएँ धेरै नै अब हो कि होइन अब त्यति स्पष्ट भएन त्यही कारण तपाईँ सुन्ने मान्छेहरू तपाईँलाई अब निन्द्रा पनि लाग्यो होला किनकि म अब बताउने मान्छेले त निन्द्रा लाग्दैन सुन्ने मान्छे निन्द्रा लाग्यो होला मैले के बताएँ तर अब अन्तिममा संक्षिप्तमा बताउनु पर्दाखेरि त्यही कारणले गर्दाखेरि यो मैत्रियानाको विषय 5 वटा मैत्रिया धर्म चाहिँ मैत्रियानाले रचना गर्नु भएको भन्दाखेरि विरोध छ यो योगोचर भूमि पनि मैत्रियानाले रचना गर्नु भएको छ भने विरोध छ यसमा त्यही कारणले बोधिसत्व भूमि चाहिँ सूत्रलङ्कार भित्र अगाडि हो भने यसरी उल्लेख पनि गरेको छ त्यही कारणले बोधिचरा भूमि आर्य मैत्रियाना र सूत्रलङ्कार चाहिँ आर्य आशङ्काले रचना गर्नुभयो भने अब त्यसको विषयमा विभिन्न प्रश्न आउने स्वाभाविकै हो त्यही कारणले योगोचर भूमि चाहिँ मैत्रियानाद्वारा रचना र यो सूत्रलङ्कार चाहिँ आशङ्काद्वारा रचना गरेको हो भनौँ पनि अत्यन्तै समस्या र धेरै नै प्रश्न उठ्ने हुन्छ अनि प्रायः सो अहिलेको यो अनुसन्धान कर्मीहरूले चाहिँ अनि एकजना विद्वानलाई नलेखेको भएर धेरौँ अनि यो विद्वानहरू मिलेर यो अनि योगोचर भूमि लेख्नु भएको हो भने यसरी विभिन्न 7औं क्रममा लेखिएको छ 7 नम्बरमा चाहिँ यो विभिन्न अनुसन्धान कर्मीले के भन्नुहुन्छ भन्दाखेरि यो अनि धर्म त विभङ्ग चाहिँ यो मैत्रियानाले रचना गरेको होइन भने यसरी अहिलेको अनुसन्धान कर्मीहरूले बताउनुहुन्छ आजको लागि यति नै अब हामी प्रार्थना गरौँ अन्तिमको मङ्गलम पाठ Jebe
Jagen